नमस्ते एभ्रिवान। स्पेसली आइफोन युजर र आइफोन रिपेयर गर्ने हरेक टेक्निसियनदेखि सबैलाई युजफुल सामान आज तपाईँको लागि मैले प्रेजेन्ट गर्दैछु। यसले चाहिँ तपाईँको जसले चाहिँ आइफोन युज गरिरहनु भएको छ, तपाईँको चलिरहेको मोबाइलमा चाहिँ तपाईँको कन्ट्याक्ट डाटा अथवा तपाईँको सिपियूहरूमा प्रब्लम आएर क्वालकमहरूमा प्रब्लम आएछ, अब तपाईँले चाहिँ त्यो मोबाइललाई त फेरि रिप्लेस गर्न त अभियसली गाह्रो हुन्छ। सो तपाईँले के गर्नुहुन्छ, अब तपाईँलाई चाहिँ बोर्ड स्वाइप गर्ने चाहिँ एउटा सिचुएसन आयो, तपाईँको पुरानो डाटा नयाँ बोर्डमा राख्नुपर्ने स्थिति आयो भने तपाईँले चाहिँ कसरी युज गर्ने त। सो आई वुड लाइक टु प्रेजेन्ट यो एउटा EEPROM टेस्टर हो, इलेक्ट्रिकल इरेजेबल प्रोग्रामेबल रिड ओन्ली मेमोरी। यसले चाहिँ तपाईँको मेमोरीलाई रिड गर्छ र तपाईँको रहेको कन्ट्याक्ट डिटेल्स तपाईँको ब्याकअपहरूलाई चाहिँ अर्को बोर्डमा स्वाइप गर्नको लागि यसले धेरै सपोर्ट गर्छ। सो हामीले चाहिँ त्यसरी चाहिँ तपाईँको पुरानो बोर्डलाई स्वाइप गरेर नयाँ बोर्डमा भएको डाटाहरू राख्नको लागि यसलाई युज गर्छौँ। यसलाई युज गर्नको लागि कसरी युज गर्ने र यसको काम के हो तपाईँलाई कुन भिडियोमा देखाउँछु है त। सो एज यु क्यान सी तपाईँले देख्न सक्नुहुन्छ X213 सिरिजसम्मको यो EEPROM टेस्टर रहेको छ, जहाँ चाहिँ तपाईँले देख्न सक्नुहुन्छ इन्टेल है, क्वालकम अनि 12 प्रो 12 मिनी सबै यसको चाहिँ यहाँ बोर्डलाई हामीले चाहिँ प्लेस गर्छौँ है। यसले चाहिँ तपाईँले होल्ड गर्ने काम गर्छ भने यहाँ हामीले देख्न सक्छौँ यो चाहिँ रिडको बटम छ र यो राइटको बटम छ। तपाईँले चाहिँ अब यहाँनिर राख्नुहुन्छ एउटा बोर्डलाई। जब बोर्डलाई चाहिँ तपाईँले राखेर चाहिँ लङ प्रेस गरेपछि के गर्छ, त्यो बोर्डमा रहेको हरेक डाटाहरू चाहिँ यसले रिड गर्ने काम गर्छ। सो आफ्टर द्याट तपाईँले त्यो रिड गरेको डाटा यहाँ रहन्छ र त्यसलाई निकालेर जब डिफ्रेन्ट नयाँ बोर्ड राखेर यहाँ राखेर चाहिँ लङ प्रेस गरेर राइटको बटन प्रेस गरेपछि तपाईँको के हुन्छ, डाटा चाहिँ यता अब स्वाइप हुने काम गर्छ। सो यसरी चाहिँ हामीले EEPROM को काम गर्छौँ। सबै सिरिजहरू तपाईँले बिस्तारै आफ्नो अपडेट गर्न सक्नुहुन्छ। अहिले तपाईँले X213 सिरिजसम्मको हरेक डाटाहरूलाई चाहिँ यसमा स्वाइप गरेर इजिली काम गर्न सक्नुहुन्छ। सो तपाईँले यसमा देख्न सक्नुहुन्छ एकदम मसिनो योहरू, यो एकदमै इम्पोर्टेन्ट कुरा छ यसमा है। यसलाई चाहिँ तपाईँले खसाल्ने बङ्गिने भाँचिने भयो भने तपाईँको अभियसली यसले काम गर्न छोड्नेछ। सो यसलाई सुरक्षित राख्नुहोस् र तपाईँको बोर्ड स्वाइपहरूको काम गर्दाखेरि यसलाई युज गर्नुहोस्। इजी टुल्स नेपाल, क्वालिटी टुल्स फर क्वालिटी पिपल।